दर्शकबिन नमस्कार। यति बेला म काठमाडौँको बुढालिङ्खा नगरपालिका नजिकै रहेको पार्कमा छु। यो पार्कमा तपाईहरु देख्न सक्नुहुन्छ धेरै मान्छेहरुको भिडभाड छ। यो बिहानीको समयमा धेरै मान्छेहरुले आफ्नो स्वास्थ्यको लागि व्यायाम गर्ने ठाउँ नगरपालिकाले जुन व्यवस्थापन गरेको छ एकदमै राम्रो गरेको छ। धेरै मान्छेहरुको भिडभाड हुने बिहानीको समयमा उता देखिएको त्यो नगरपालिका कार्यालय नजिकै यहाँ यस्तो पार्क रहेको छ। यहाँ सुन्दरता हरियालीदेखि लिएर धेरै मान्छेहरुको यहाँ भिडभाड हुने गर्छ बिहानीको समय र साँझको समयमा। धेरै मान्छेहरु एक्सर्साइज गर्न र आफ्नो शरीरलाई स्वस्थ बनाउनको लागि वृद्धदेखि युवा अवस्था धेरै उमेर समूहका मान्छेहरु यहाँ एक्सर्साइज गर्न आएको तपाईं देख्न सक्नुहुन्छ भिडियोमा। यहाँ धेरै सुन्दरता हरियाली छ। यहाँ धेरै मान्छेहरुको भिडभाड यसरी चाहिँ एक्सर्साइज गरिराख्नु भएको छ। बुढादेखि लिएर युवा अवस्थाका मानिसहरु लगायत सम्पूर्ण विशेष गरी आज साँझको समयमा धेरै मान्छेहरुको यहाँ घुम्न आउने र यहाँको हावा फ्रेश हुन आउने पनि गर्नुहुन्छ। म पनि यहाँ नियमित रूपमा बिहानीको समयमा आउने गर्छु र साँझको समय पनि फुर्सद भयो भने आउने गर्छु। यो चाहिँ काठमाडौँको बुढालिङ्खा नगरपालिका नजिकै रहेको छ र हात्तीगोडा चोकबाट जस्ट 3 मिनेट हिँड्यो भने आउँछ। यहाँ सुन्दरता निकै राम्रो छ। तपाईं देख्न सक्नुहुन्छ धेरै मान्छेहरुले एक्सर्साइज गरिराख्नु भएको छ। म पनि नियमित रूपमा आउने एक्सर्साइज गर्ने गर्छु। यहाँ चाहिँ विभिन्न खालका एक्सर्साइज गर्ने उपकरणहरु जोडिएको छ, सामानहरु जोडिएको छ। यसमा भने यो चाहिँ ए छ, यसमा पनि जिम गर्न मिल्ने अनि यहाँ चाहिँ यस्तो खालको छ। तपाईहरु देख्न सक्नुहुन्छ बुढालिङ्खा नगरपालिकामा रहेको यो पार्कमा यस्तो चाहिँ व्यवस्थापन रहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ। कृपया तपाईहरुले चाहिँ यो भिडियो अन्तिमसम्म हेरिदिनु होला।